till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. स्वागत छ आज चाहिँ नयाँ भिडियोमा तपाईँहरूलाई आरपिओ ब्लगमा स्वागत छ। आज चाहिँ हामी जुमेरा बिच भिजिट गर्न आएको छौँ। त्यसपछि के कस्तो हुन्छ हामी घुमाएर तपाईँहरूलाई पनि देखाउनेछु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला, मजा आउनेवाला छ। मेरो आरपिओ ब्लग च्यानललाई सब्सक्राइब गरिदिनु होला। बवाल छ ल, देख्न सक्नुहुन्छ चाहिँ दुबईको चाहिँ बवाल सिन छ। जानु त कति लाग्छ टिकट? त्यो चढ्न पाउँछ उसमा? उठो उठो क्षेत्रमा म त्यही भनेको। यहाँ बिचमा दुई चारवटा सक्सेसहरूसँग बसेर चाहिँ गालामा होइन यस्तो त माहौल है। कसैले केही भन्न नला नि भिडियो गर्दा। जुमेरा बिच आएको छ हामीले चाहिँ देख्न सक्नुहुन्छ होइन। ल यहाँनिर चाहिँ आएर अहिले ट्याक्क लाएर हामी पनि जान लागेको छु। मलाई पनि रहर लागिरहेको छ गएर पनि त्यो जहाँ जहाँ उयो लागेर त्यहाँसम्म मात्रै जानु पायो होइन। पौडी खेल्न आउँछ नि? पौडी खेल्नु त्यति आउँदैन आउँदैन। अब चाहिँ म पनि यहाँ खेल्नको लागि रेडी भयो त। जुमेरा बिचको मजा लिनको लागि होइन। मजा आउँछ है। अब चाहिँ म स्विमिङ खेल्न जाँदैछु। स्विमिङ खेल्न चाहिँ त्यति आउँदैन तर पनि म जानु खोजिरहेको छु होइन। राम्रोसँग जानु ल, शान्त पानी र राम्रोसँग पानी। मजा लिइरहेको छु समुद्रमा। अघि चाहिँ पानी कम्ती कम्ती थियो, अहिले चाहिँ यत्रो धेरै पानी कहाँबाट आयो भन्ने कुरो हो मेरो सवाल चाहिँ। यो समुद्र यहाँ डुब्छ मान्छ मर्छ, यहाँ पार्क आउँछ। यहाँ खेलेको 1.5 घन्टा जति भयो कि जाडो भएर समुद्रमा हामीले पहिलोचोटि दुबईमा आएर मजा लिइरहेको छु। यता परम देखेको देखाउनु देखेन माथि माथि उडिरहेको है। स्विमिङ गर्नु न यस्तो यस्तो स्विमिङ लागिरहेको के गर्नुभयो लागि जिउ दुख्नको लागि के गर्नुभयो? तर गाइस यो बिचमा आयो भने चाहिँ नकारामा हुँदो रहेछ क्या। अच्छा ठीक है, बुझिसक्नु भयो होला सायद। यो वरिपरिको माहौलहरू देखेर नेपाल धेरै ठुलो छ। नभनौँ हौ है। यो यत्तिकै हामी चाहिँ हल्लेर चित्त बुझाउने यता 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 उता धेरै जानु हुँदैन। यता अलिक खाली खाली अलिक त सुटीहरू त देखाउनु हुँदैन क्या, राम्रो हुँदैन। भर्खर भर्खरको भएको हुन्छ त्यही भएर। अब यो कति भयो धकाले म पनि लड्यौँ ल। तर यहाँ एउटा हाम्रो बराबर नुन लाग्दैन। यहाँ भरभरको नुन छ। नुन त यहाँ कति हो यो पानी होइन नुन पानी। दालमा लगेर यही हाल्दा हुन्छ यस्तो।
तर आँखा पोलेर नि यो नुनले गर्दा हेरेर आँखा पोलेर कस्तो गाह्रो हुँदो रहेछ दुईजना मात्र आएको छ अरू कोही पनि आएको छैनन् हामी यहाँ आएर चाहिँ मनोरञ्जन लिइरहेको तर यो माछा कता फुटेछ अप्ठ्यारो बनाउँदो रहेछ ल पौडी हेर्नु मेरो यता माथि जान्छ ल पौडी खेलेको कि माछा खेल्ने आउँदैन नेपालमा सिक्ने भएर न हाम्रो नेपाली भनेको पौडी खेल्ने तिम्रो खिचिन्छ सन्चै हुनुहुन्छ होला हाम्रो पासिङ दाइको ब्लगमा लाइक कमेन्ट सेयर सबै गर्नु होला ल समुद्रको मजा लिइरहेको छ समुद्रको कस्तो लागिरहेछ अनुभव भाइ समुद्रको अनुभव ठिकै छ तर त्यो भेष खोल्नु पर्यो यो लुगा लाएर स्विमिङ खेलेको चाहिँ मैले पहिलोचोटि देख्दैछु है स्वाग पार हो नि त स्वाग अति बढी स्वाग हो कहिले देखाउँदैन यो पिसाब आयो भने समुद्रमै मुदिनु पर्ला जस्तो छ ए अब बल्ल बुझेँ मैले अघिदेखि किन चाहिँ पानी बढिरहेछ भनेको त सबैले यी मुद्दो रहेछ अनि पानी बढेको रहेछ छ्या अघिदेखि त नुन पानी किन धेरै आइरहेछ भनेको त सबैले मुद्दो रहेछ नि त यहीँनिर है जुम आउट भन्छ आउँदैन रमाइलो हेर बस बिचको रमाइलो जाडो त जाडै हुँदो रहेछ तर जाडो हो पानीभित्र बसेपछि जाडो त अनि मेरो किचनमा गएर लाइकहरू गर्नु होला यति बेला चाहिँ नबिर्सिनु खतरा खतरा है देश त विदेशै हुँदो रहेछ सबै त नाङ्गै बसिरहेको हुन्छ त्यहाँनिर लुगा मात्रै लगाएर भिडियोलाई हेरिदिनु होला सबैजनाले माया गरिदिनु होला होइन सब्सक्राइब गरेर चाहिँ माया गरिदिनु होला यस्तो देख्न सक्नुहुनेछ होइन दामी छ है देख्न सक्नुहुन्छ है यस्तो बबाल ठाउँमा आइयो है योभन्दा जान्छ होला मार्केट मार्केट हो यहाँनिर चाहिँ हामी जुसहरू किनेर